हेलो एभ्रिवान, ब्याक टु माई सुमिस किचन। आज चाहिँ म धेरै दिनपछि म गाजरको हलुवा अपलोड गर्दैछु। यो मैले अस्ति 1 महिना अगाडि बनाएको थियो। यो चाहिँ सिजनको गाजर हो अनि यो एकदमै मैले 2 केजी लिएको, एकदम फ्रेस छ यो चाहिँ। अन्त हलुवा पनि एकदम मिठो पनि हुन्छ, टेसिलो एकदम सफ्ट पनि हुन्छ सिजनको गाजर। अन्त यो चाहिँ मैले पहिला एकदम मजाले धुनुपर्छ यसलाई। अन्त धोएर त्यहाँदेखि यसको कभर चाहिँ मजाले छिलेपछि मैले यसलाई ग्रेट गरिदियो। अनि ग्रेट गरेपछि चाहिँ पहिला चाहिँ कराई मैले गरम गर्यो। कराईमा मैले घिउ मैले 3 चम्ची, ठुल्ठुलो चम्चीको मैले 3 चम्ची कराई गरम हुनु थालेपछि चाहिँ मैले घिउ अलिकति गरम गरेर त्यहाँदेखि मैले चाहिँ फेरि गाजर हालिदियो। अहिले केही पनि हाल्नु पर्दैन, पहिला गाजर हाल्यो घिउसँग। त्यहाँदेखि मजाले चलाउनुपर्छ, ओल्ड्याङ पोल्ड्याङ जसरी चलाउँदा पनि हुन्छ। अन्त मजाले यसलाई चलायो, जति बेसी पकायो जति बेसी चलायो उति बेसी मिठो पनि हुन्छ, टेसिलो एकदम सफ्ट पनि हुन्छ यो गाजरको हलुवा चाहिँ। अन्त एकदमै मैले चाहिँ करिब मैले 30 मिनट्स भयो होला, एकदम धीमे आँचमा बनाउनुपर्छ। हाई फ्लेममा चाहिँ बनायो भने छिट्टो जल्छ हो। अन्त त्यहाँदेखि मजाले पाक्दैन पनि, एकदम सफ्ट हुनुपर्छ। यसलाई चाहिँ मजाले टाइम दिएर बनाउनुपर्छ। त्यहाँदेखि मैले 30-35 मिनट्स तक मैले मजाले पकाएँ यसलाई धीमे आँचमा। त्यहाँदेखि मैले किसमिस एड गरिदियो। त्यहाँदेखि उसमा किसमिस एड गरेपछि चाहिँ फेरि यसमा मैले सबै फ्रुट्सहरू जो पसन्द छ त्यो फ्रुट्सहरू एड गर्नु सक्नुहुन्छ तपाईँहरूले पनि। अन्त मैले चाहिँ यसमा बदाम अनि काजु मैले सानो पिस गरेर मैले एड गरिदियो। त्यहाँदेखि चिनी आफ्नो स्वाद अनुसार, अन्त मैले 1 कप चिनी पनि एड गरिदिएँ। आफूलाई जस्तो मिठो अब स्विट कतिको पसन्द छ मनपर्छ त्यही अनुसारले एड गर्नु सक्नुहुन्छ। अन्त फेरि मैले यसमा चाहिँ इलाइचीको पाउडर पनि मैले 1 चम्ची मजाले माथिबाट एड गरिदियो पाक्ने बेलामा। त्यहाँदेखि चिनी एड गरेपछि चाहिँ यो पानी छोड्छ होइन चिनीमा चाहिँ। त्यहाँदेखि मजाले यो चिनी पनि सुकाउनु पर्यो, एकदम सफ्ट हुने गरेर पकाउनुपर्छ। हामीले क्या हो अब पाक्ने बेलामा चाहिँ चिनी माथिबाट एड गऱ्यो भने फेरि काँचो काँचै पल्टिन्छ यस्तो यो गाजरको चाहिँ। अन्त त्यही भएर चाहिँ मजाले पकाउनुपर्छ यसलाई। अन्त चिनीको पानी मजाले सुकेपछि चाहिँ फेरि मैले यसमा 2 केजी गाजर लिएको थियो यसमा। अन्त 2 केजी गाजरमा चाहिँ मैले आधी केजी दुध पाकेपछि चाहिँ मजाले सफ्ट भएपछि चाहिँ यो गाजर, त्यहाँदेखि मैले आधी केजी दुध पनि साइडमा गरम गरेर राखिदिएको थियो। अन्त फेरि त्यो दुध मैले एड गरिदिएँ आधी केजी। अन्त यो मजाले चलायो। त्यहाँदेखि फेरि मैले धीमे आँचमा पकाएँ यसलाई। पुरा टाइम दिएर पकायो भने चाहिँ मजाले पाक्छ यो। अन्त टाइमै बिना पकायो भने चाहिँ काँचो क्रन्ची क्रन्ची रहन्छ, मिठो लाग्दैन। त्यही भएर चाहिँ मैले 45 मिनट्स 50 मिनट्स तक बनाएँ, मैले पकाएँ यसमा। अन्त माथिबाट चाहिँ मैले यसलाई अझै राम्रो मिठो बनिनुको लागि, एकदम गाढा बनिनुको लागि चाहिँ मैले यसमा पाउडर एड गरिदिएँ, दुध पाउडर, मिल्क पाउडर। अन्त यसमा मवा पनि एड गर्नु सक्नुहुन्छ। अन्त मवा चाहिँ मेरोमा थिएन अभाइलेबल, त्यही भएर मैले दुध पाउडर एड गरिदिएँ। अन्त यो गरम गरम हलुवा एकदम मजाले पाक्यो, सफ्ट पनि भयो, एकदम मिठो। त्यहाँदेखि पुरीसँग जेसँग खानु सक्नुहुन्छ तपाईँले, पुरीसँग चाहिँ अझै मिठो हुन्छ, त्यसै पनि खानु सक्नुहुन्छ। मैले चाहिँ पुरी बनाएको थिएँ, अन्त पुरीसँग खाएँ। बाई बाई, टेक केयर। आजको भिडियो मेरो राम्रो